मेरो जिज्ञासा चाहिँ हुन त यो क्षेत्रको आफैमा एक्सपर्ट नै भास्कर सर हुनुहुन्छ। आजको यो एजेन्डामा सिङ्गो टेलिभिजन इन्डस्ट्रीको प्रतिनिधित्व एभेन्यूज टेलिभिजनले गरेको छ जस्तो मलाई लाग्छ यो बजेटको सन्दर्भमा। म चाहिँ नेपाल विज्ञापन सङ्घको कार्यसमिति सदस्य भएको नाताले पनि अहिलेका सरकारका र विगतका सरकारका जिम्मेवार प्रतिनिधि यहाँ हुनुहुन्छ, यसकारण पनि यो प्रश्न मैले यहाँ राख्न जायज ठान्दछु। वस्तु तथा सेवाको भ्यालु एडिसन गर्ने क्षेत्र भनेको एडभर्टाइजिङ हो, विज्ञापन हो। कतिपय देशमा विज्ञापनको प्रवर्धनले चाहिँ कुल ग्राहक उत्पादनमा झन्डै 10 देखि 25-30% योगदान दिएको जग जाहेर छ र हामीले विकसित देशका ती फिगरहरूलाई हामीले हेर्न पनि सक्छौँ। यति ठुलो पोटेन्सियल भएको क्षेत्रलाई नेपाल विज्ञापन सङ्घले विगतदेखि नै हरेक वस्तु तथा सेवा या उत्पादनको एउटा निश्चित प्रतिशत यदि विज्ञापनमा खर्च गर्न सकियो भने त्यसले वस्तु तथा सेवाको भ्यालु एडिसन बढ्ने र देशको कुल ग्राहक उत्पादनमा विज्ञापन क्षेत्रको योगदान बढ्न जान्छ र जसले नेपालको मिडिया इन्डस्ट्री अझ बढी प्रोफेसनल हुन सक्छन् भन्ने किसिमका आशयपत्रहरू कार्यपत्रहरू प्रस्तुत गरेको पनि हो। तर कहिले कुनै पनि सरकारका पालामा यो प्रमुखताको विषय या मुद्दा कहिले पनि बनेन। यसकारण अबका सरकारले पनि यस्तै गर्नुपर्ने हो या सम्बोधन हुन्छ? वस्तु तथा उत्पादन सेवालाई चाहिँ के बजेटले न्याय गर्यो विज्ञापनका सन्दर्भमा जोडेर हेर्दा भन्ने मेरो जिज्ञासा। धन्यवाद आरसीजी, धन्यवाद।